ग्यारेन्टी के भन्छ दावा ग्यारेन्टी म यस्तो भनेर जिम्मेवार भएर चाहिँ ग्यारेन्टीका साथ भन्ने कुरो हुँदैन कि केही पनि कुरो मानवको जीवन हो होइन। तपाईँ हामीले सिक्नुपर्छ सिकाउन पर्छ। तपाईँहरू हामीहरू आमा पनि भइसकेको मान्छे हौ बाबु पनि भइसकेको मान्छे हौ होइन। हाम्रो घर परिवारको जस्तो सरकार चलाउने कुरा हो। अलिकति गाह्रो साङ्ग्रो केही होला सरकारको अप्ठ्यारो हुन सक्ला। तपाईँहरूको बिचमा यति मात्रै साथी होइन 1 गतेदेखिबाट 2 गतेदेखिबाट कुनै पनि कार्यालयमा तपाईँहरूलाई कसैले चाहिँ हाजिर नगर्ने काम नगर्ने भन्ने कुरा आउँछ भने तपाईँहरूको कार्यालयगतबाट एकजना काछ एकजना चालक को एउटा कमिटी बनाएर त्यो चालक र काछको कमिटी मार्फत हाम्रो मास्टरजीलाई सम्पर्क गर्ने बाँकी कुराहरू त्यसपछिबाट हामीले गर्ने। तपाईँहरूको रोजगारीको कन्टिन्युटीको कुरा भयो। कन्टिन्युटी सेवा सुविधाको कुरा भोलि बेलुकासम्ममा एउटा ड्राफ्टिङ हुँदैछ त्यो आउँदैछ। यदि ती सबै कुरा अहिले हामीसँग भएका सहमतिसँग मैले किन यो भन्दा भने एसपी साहबलाई पनि ध्यान आकर्षण गराएँ। मैले यो किन भनिरहेको भने एसपी साहबलाई पनि ध्यान आकर्षण गराएँ। हजुर हिजो हामी अर्थ मन्त्रालयको अर्थ सचिवसितमा बस्दा हजुर पनि त्यहाँनिर उभिनु भएको थियो। हिजो बोलिएका कुराहरू आज केही पनि भएका छैनन्। मैले यो निवेदन गरेँ हाम्रो पक्षबाट। यस्तो परिस्थिति आयो भने तपाईँ हामी संयम भएर धैर्यताका साथ कुनै पनि ठाउँमा